हेलो हेलो सबैजनालाई नमस्कार साथीहरू। आज हामी बिहान साइक्लिङ गरेर हाम्रो चौतारामा आइपुगिसकेको छु। मेरो चाहिँ पानी कम भएर त्यो ओडहरू पुरै सुक्यो, त्यो हेर्नु पुरै आमा यो छाला छाला खुल्किया छ साइक्लिङ गर्दाखेरि। केही पाउनको लागि केही गुमाउनु पर्छ भनेको त्यही हो नि त। यस्तै हो, पसिना बगाउनको लागि चाहिँ यति धेरै मेहनत गर्नुपर्छ। म चाहिँ करिब करिब अहिले 60 किलोमिटर गरेँ मैले चाहिँ। यो चाहिँ धेरै हो। म चाहिँ उठेर 25 चोटि पुसअप गरेँ अनि त्यही अब साथीलाई भेट्नलाई आएको। अनि त्यसपछि के भन्नु र, 25 चोटि पुसअप गरेपछि चाहिँ अनि अरू एक्सर्साइज गरेन, किनभने अब एक्सर्साइजहरू गर्नलाई पनि त अलि त्यही अनुसारको साथीहरू भयो भने अलि जोस जागर आउँछ होइन। एक्लै त अलि अल्छी पनि लाग्दो रहेछ भन्ने कुरा चाहिँ थाहा पायो। त्यसै गरी हामी चाहिँ भर्खर यस्तो युट्युबहरू फेसबुकहरू सामाजिक सञ्जालमा आइरहेका छौँ। तपाईँहरूले साथ सपोर्ट र माया देखाइदिनु होला भन्न चाहेँ। अनि उहाँको फेसबुकमा प्राय रिल हाल्नुहुन्छ उहाँले। उहाँ चाहिँ अहिले पनि कति 30 किलोमिटर जान 30 किलोमिटर आउन भनेपछि लगभग 60 किलोमिटरको आज साइक्लिङ गरिसक्नु भएको छ होइन। त्यसै गरी मेरो पनि हिजो भर्खर नयाँ युट्युब च्यानल परदेशी भ्लग 25 भन्ने छ, तपाईँहरूले सर्च गरेर माया देखाइदिनु होला है त। अनि तपाईँ के भन्नुहुन्छ? आजलाई यति नै हो। यसरी सबैजना हामी जस्तै अरू पनि एक्सर्साइज गर्नु होला। यस्तो पसिना गयो भने शरीर आनन्द हुन्छ। अब सुत्दाखेरि 4-5 घन्टा मजाले निन्द्रा लाग्छ। यही हो खुसी भनेको, सुख भनेको नै यही हो, मजाले निन्द्रा लाग्छ। त्यही हो। अनि अरू चाहिँ के भन्न चाहन्छु भन्दाखेरि एक्लै अगाडि बढेर चाहिँ अलि सम्भव छैन, त्यही भएर मिलेर अगाडि बढौँ। तपाईँहरूको पनि यसो केही च्यानल केही छ भने कमेन्टमा यो च्यानलमा सब्सक्राइब गर्नु, लाइक गर्नु, अब यस्तो सपोर्ट गरिदिनु भनेर भन्नु होला। हामी र त्यसै गरी हाम्रो पनि गरिदिनु होला भन्न चाहन्छु है त। ल हस् त, अहिले यति मात्रै। फेरि पनि हामीहरू यस्तो नयाँ अपडेटहरू ल्याउने छु तपाईँहरूको माझ। साथीहरू मन परेमा लाइक सेयर र सब्सक्राइब गरिदिनु होला है त भन्न चाहेँ। यो चाहिँ आजको लागि चाहिँ चौतारीको साथीसँग गफ यति नै भयो। अरू चाहिँ फेरि अपलोड हुँदै गर्छ च्यानलमा। एकदम एक्टिभ भएर सपोर्टिभ गरिदिनु होला है त। थ्याङ्क यू।